हाम्रो ब्रेन कतिसम्म ड्यामेज भएको छ भनेर यो एक्सपेरिमेन्टबाट बुझ्न सकिन्छ। 2014 मा युनिभर्सिटी अफ भर्जिनिया र हार्वर्ड युनिभर्सिटीले एउटा एक्सपेरिमेन्ट गर्यो जसमा रिसर्चर्सहरूले एउटा रुममा 18 जना मान्छेलाई राख्यो र दुईटा अप्सन दियो। अप्सन 1 एकले 15 मिनेटसम्म सोचेर बस्ने वा अप्सन नम्बर 2 आफूले अलिअलि इलेक्ट्रिक सक दिँदै गर्ने। अचम्मको कुरा त 18 जनामा 12 जनाले यत्तिकै बस्नुभन्दा आफूलाई अलिअलि इलेक्ट्रिक सक दिन सुरु गर्यो माइन्डलाई बिजी बनाउनको लागि। अझै एउटा मान्छेलाई त यत्तिकै बस्न यतिसम्म बोर लाग्यो कि उसले आफूलाई 190 टाइम्स इलेक्ट्रिक सक दियो। यो एक्सपेरिमेन्टले देखाउँछ कि हामी एक्लै आफ्नो थटसँग बस्न सक्दैनौँ। इभन टोइलेट जाने बेलामा पनि बोर हुन्छौँ भनेर फोन लिएरै जान्छौँ। जुन ब्रेनले क्रिएटिभ थिङ्किङ गर्नुपर्ने हो अहिले त्यही ब्रेनले कुन राइट हो वा कुन रङ हो भनेर छुट्याउन पनि सकिरहेको छैन। सो आफ्नो ब्रेन ड्यामेज हुन नदिनको लागि आई सजेस्ट कि बोर हुनको लागि एउटा टाइम छुट्याउनुहोस्। त्यो टाइममा तपाईँ एउटा नोटबुक र पेन लिएर आफ्नो थट्स लेख्न सुरु गर्नुहोस्। यसरी तपाईँले आफ्नो ब्रेनको क्रिएटिभ पार्टलाई एक्सप्लोर गर्न सक्नुहुन्छ। र नढाँटिकन भन्नुहोस् त टोइलेट जाने बेलामा तपाईँ फोन लिएर जानुहुन्छ कि नै?